सुशीला सरकारले पूरा गर्न सक्छिन् भने गर्नुस्, तपाईलाई हामी सलाम गर्छौं। र यदि गर्न सक्दैन भने तत्काल राजीनामा दिनुस्, राजीनामा दिनुस् र एउटा बाटो खोलिदिनुस् र त्यो बाटो नेपाली जनताले तय गर्न सक्छ। हेर्नुस्, हामीलाई सलामी कमाउनु छैन साथीहरु, हामीलाई मात्र मलामी कमाउनु छ। कि हामी मरेर जाँदा मेरा देशका जनताहरू दुई थोपा आँसु बगाइदिउन्, मेरा पार्थिव शरीरमा फूलका थुम्ला चढाइदिउन् र भनौन् कि मेरो देशको एउटा देशभक्त एउटा सपुत मरेर गयो। त्यति हो हाम्रो लागि सच्चा श्रद्धाञ्जली साथीहरु। आज मेरा देशका भ्रष्टहरू यो आन्दोलनको क्रममा नेता मरेनन्, तर सबै नेता मरे पनि त्यो दिन नेपालले एउटा विजय जुलुस मनाउँथ्यो, विजय उत्सव मनाउनेवाला थियो। कति पाप गरेका रहेछन् यी भ्रष्टहरूले। त्यसकारण नेता भनेको त्यो एउटा यस्तो ठाउँ हो त्यहाँ इमानदार व्यक्ति पुग्यो भने देश बन्दो रहेछ, यदि बेइमान व्यक्ति पुग्यो भने त्यो देश नर्क हुने रहेछ। आज हाम्रो देशको नर्क अवस्था पुर्याउने यी नेतृत्वले नै हो। यिनीहरूलाई अझ पनि हामी मौका दिन चाहन्छौँ। तिमीहरू आफ्नो आत्मालोचना गरेर तिमीहरू जनता सामु आऊ र जनतालाई भन हामी सक्दैनौँ, अब आऊ नयाँ पुस्ता तिमीहरू आऊ, देश तिमीहरू बनाऊ, हामीलाई माफी गरिदेऊ। टुडी खेलमा राखेर तिमीहरूलाई सबैलाई सामूहिक माफी हामी दिन्छौँ। यदि अहिलेका नेताहरू पनि सोचेनन् भने केपी शर्मा ओलीका ठुला ठुला कुरा हामी सुन्दैछौँ। उनलाई कुनै पछुतो छैन। 76 जना हाम्रा युवाहरू छातीमा गोली खाई खाई देश परिवर्तनको लागि लडेका, ती रगत बगेका कुरा उनलाई सम्झना छैन। आज हाम्रा यो 1500 युवा घाइते युवाहरू छातीमा गोली, खुट्टामा गोली र पाखुरामा गोली बोकेर हिँडेका हाम्रा युवाहरूलाई प्रति उनीहरूको ध्यान छैन। उनीहरूलाई के छ भने ठुलो काम गरे, म गर्व गरेको छु भनेर गर्व महोत्सव अस्ति भर्खर सलागारीमा मनाएको मैले देखेँ। थुक्क मेरो देशको जनता जबसम्म जाग्दैन, जबसम्म यो देशको नागरिक परिवर्तन हुँदैन, तबसम्म देश परिवर्तन हुँदैन साथीहरु। हामी एउटा यस्तो शक्ति निर्माण गरौँ, त्यो शक्तिको सामना गर्न संसारको कुनै ताकत सक्दैन। किनभने हामीलाई थाहा छ युद्ध कसरी जित्नुपर्छ र युद्धको परिणाममा कसरी परिणत गर्नुपर्छ भने त्यो हामीले देखाइदिन्छौँ। एउटा पुस्ताको त्याग गर्नै पर्छ। यो देशमा यदि उज्यालो फैलाउनु छ भने केही न केही जल्नुपर्छ। यदि केही जलेन भने पनि आफू भएर आफ्नो जिउमा आगो लाएर पनि आफू जल्नुपर्छ। हामी त तयार छौँ, तर देशमा उज्यालो हामी दिएर छाड्ने सङ्कल्पका साथमा हामी अगाडि बढिरहेका छौँ। हाम्रा देशका सम्पूर्ण युवाहरूलाई म भन्दैछु, सम्पूर्ण जेनजी युवाहरूलाई भन्दैछु, अहिलेका राजनीतिक पार्टीहरू यी कसाई हुन्। ती कसाईका घरमा ताण्डव नाच ननाच, तिनले बलि चढाउँछ। आउनुस् जनता, यो हाम्रो पहिला देशमा आउनुस्, तपाईको संरक्षण पनि गरिन्छ र कुनै संसारको कुनै ताकत छैन ती युवालाई छोइदिने ताकत छैन। मैले भोगेको छु र म अहिले कारागारमा, म अहिले थुनामा बस्दाखेरि म त्यो 9 दिनको पीडा मैले हेरेँ। त्यहाँ हाम्रा भक्करका युवाहरू दाइ, म त कमला कुडाको भरमा मलाई पूर्वपक्ष सलाम गर्दैछ, मेरो जीवन सक्यो दाइ भन्दै रुँदै विलाप गर्दै ती युवाहरूको मैले हेरेँ। म कति शहीदका आमाहरूलाई हेरेँ, बाबु मेरो देश बनाउनको लागि मेरो छोरो गएको थियो, त्यो शहीद भयो, त्यो रगत बगायो, तर यो देश गम्भीर बनेन, ती आमाको आँसु पुछिएको छैन। तर अहिलेको राज्य सत्ता देशप्रति जिम्मेवार भएको देख्दैन म। त्यसकारण पहिलो जिम्मेवारी नागरिकको हो, तपाईँ हाम्रो हो। हामी जिम्मेवार बनाऊँ। सम्पूर्ण जेनजी युवा साथीहरू एक ठाउँमा र अब यो अन्तिम क्रान्ति हामी लड्नुपर्छ। हामी यो तुरन्तै उद्घोष गर्दैछौँ र त्यो क्रान्तिको विजय जुलुस जबसम्म नमनाइकन अविराम ढङ्गले हामी लड्नेछौँ भने त्यो उद्घोष हामी गर्न चाहन्छौँ। यो सँगसँगै अब साथीहरूलाई मैले धेरै कुरा भन्नु पर्दाखेरि पनि यो देशमा धेरै समस्याहरू छन्। यो समस्याको समाधानको लागि सरकार पनि पहल गरोस् र अब हाम्रो सेकेन्ड सेसन पनि हामी सुरु गर्नेवाला छौँ। अब अहिले यो सेसन अन्त्यपछि हामी खाजा खान्छौँ र त्यसपछि आधी घण्टाको सेकेन्ड सेसन हुन्छ।